दुई साइड चाहिँ गएर मठरी माथि लेभलसम्म आयो। अब यो माटो भर्ने काम सुरु भयो लाग्यो। अब आज कहिले भर्खर सकियो अनि अब एकछिन माटो भराइ हुन्छ। ढुङ्गा अब यति छ, भोलि तर्फ ढुङ्गा फुटाउन जानुपर्छ कि जस्तो छ। यो गाड टेक्नु हुँदैन हो, त्यही भएर उता यताबाट कोदाली सानो यसो गर। सिमेन्ट झार्दै सिमेन्ट पनि आयो, बोलेरमा ल्याएको सिमेन्ट। बिस्तारै होला है, फोर्स आइरहेको। बिस्तारै चल्छ।
सिमेन्ट जानु पर्यो छानमा सिमेन्ट राखेर तल्लोपट्टि तल्लो साइडको चाहिँ हामीले लगभग टप पुगेको यो चाहिँ टप हो यो अन्तिम फिनिसिङ भयो यो तल्लोपट्टि चाहिँ तल्लोपट्टिबाट यो अन्तिम फिनिसिङ हो यो टप पुगेको है यो ठ्याक्कै सुरुमा पल्लो सुरु टप भन्छ अलिकति बिचमा थोरै चाहिँ यो टपमा पुगेको अब पल्लोपट्टि पनि टप पुग्नु लाग्यो थोरै छ ल यो छोपछाप गर्न थाल्यो यसरी अब राति पानी आउँछ छोप्ने काम हुँदैछ यत्रो अग्लो भएको छ अझै पछाडिपट्टि जानै बाँकी छ तलैबाट निकाल्नु तलैबाट निकालेर निकै अलि हाइट भयो यो दुलोसम्म त अब लेभल मिलाउँदै लाग्यो त्यहाँदेखिको खासै टोइलेटको हाइट चाहिँ यो दुलोसम्मको चाहिँ जमिनको लेभल सफा मिलाउनुको लागि सबै त आलो गाह्रो जति चाहिँ छोप्नु है अब आलो गाह्रो जति सब छोप्नुपर्छ है अब 2 दिन 3 दिनमा चाहिँ सकिन्छ होला 3 दिन जतिमा प्लाई पनि ल्याएको छ कति 4 पिस होइन 4 पिस प्लाई 4 पिस प्लाई आयो सिमेन्ट अनि सबै किला काँटा कब्जा छेस्केनीदेखि लिएर होइन सबै कुरा आएको छ अब बालुवा 1 ट्र्याक्टर बालुवा चाहिँ चलेको छैन 1 ट्र्याक्टर बालुवा छ यतिले 20 बेल्छ हो यति भएको छ अब बिचको गाह्रो भएको छ ल गाडा मठुरी सकियो अब टप पुग्यो 4पट्टिको टप पुग्यो मठुरी अब भित्रको पार्टिसनको बाँकी छ सकियो है ल टप भयो टपमा पुग्यो मठुरी 4.5 चारैपट्टिको टप पुग्यो गाडा अब भित्र पार्टिसन लगाउनु छ पार्टिसन लगाएर चाहिँ ढलान बाँकी रह्यो यो घर र यो घरको हाइट बराबरै हो अब ढलान गर्दा अझै अग्लो हुँदो रहेछ टोइलेट र घरको लेभल बराबरै हो
ठिक छ बोल्दाखेरि अब यो सबै यदि गरेर ठ्याक्कै यो भित्र पनि अब सोलिङ गर्नको लागि ठिक्क रेडी गरेका छौँ पार्टिसन वान सकिएर दुई साइडै ठिक्क दुइटै कोठामा सोलिङ गर्नलाई ठिक्क रेडी पनि बनाइराखेको छ ल छुट्टी भयो अब आजलाई दुईटै कोठाको सोलिङ गरेर घरमा पनि घरमाको लागि यो सपोर्टहरू यसरी बाँसको लगाइयो दुईटै कोठामा दुईटै कोठाको सोलिङ सकेर यसरी बाँसको सबै सपोर्ट हाल्दैछौँ अब भोलि पनि हाम्रो यही सेटिङकै काम हुने रहेछ भोलि पनि फर्मा सर्मा मिलाउनै समय लाग्नेछ भोलि पनि फर्मा यसरी सेट गरियो अब रड लगाएर बुन्न बाँकी रड काटेको छैन लाइन छैन यहाँदेखिको टोइलेट होइन घरै देखिने रहेछ एउटा ढोका राखियो फर्मा पनि सकियो यो ढोका क्लियर एउटा गऱ्यो अलिक गाह्रो चेप्नु चाहिँ बाँकी रह्यो एकपट्टि चाहिँ चेपिसक्यो एकपट्टि बाँकी रह्यो गाह्रो चेप्नलाई फर्माको काम सकियो आज दिन हिजोदेखिको लाइन छैन अब भोलि लाइन आयो भने अब रड काटेर भोलि रड छापेर अनि गर्ने भनेको कसो हुने हो लाइन आउने हो कि नआउने हो लाइन छैन ल फर्मा सेटिङको काम सकियो फर्मा सेटिङको काम सकियो एउटा ढोका लगाइसक्यो माथि चाहिँ नदेख्ने